मेरो मेरो याङरक 2 पहिलाको चाहिँ च्याङथापु पलाइचा भन्थ्यो, अहिले चाहिँ हाम्रो चाहिँ च्याङथापु गढी याङरक 2 वार्ड पर्छ। 21 सालदेखि 61 साल वैशाख गतेसम्म शिक्षक पेसामा काम गरेँ। गर्नेले जस्ता पाइँदैन कति ठाउँमा, तर पनि मैले चाहिँ अहिले अब्जस पाइनँ। शिक्षा कार्यालयबाट पनि सम्मानित पत्र पाएँ। अहिले 78 वर्षसम्म बस्दाखेरि तलब भत्ता पेन्सन बरु चाहिँदैन, अन्याय अत्याचार सहिँदैन। अन्याय अत्याचारले देश सक्छ भने एउटा शिक्षक पेसाको जागिरले एक परिवार मात्रै सक्छ। अन्याय अत्याचार सहन राम्रो होइन, भ्रष्टाचार सहन राम्रो होइन। बरु शिक्षकको तलब भत्ता कर्मचारीको तलब भत्ता नभए हुन्छ। देशमा अमन कायम भयो भने स्वत आफै व्यवहार चलेर जान्छ, व्यवहार गर्न खाँटो हुँदैन। बहुजनले जनवाद शिक्षकमा छ। ऊ सबै विद्यार्थी सबै पार्टीका विद्यार्थी पढाउँछ। कामी दमाई लिम्बू सार्की भोटे पचारी जम्मै जातिका विद्यार्थी पढाउँछ। त्यहाँ छ लोकतन्त्र। पानीमा लोकतन्त्र छ, माटोमा लोकतन्त्र छ, हावामा लोकतन्त्र छ, सूर्य भगवानमा लोकतन्त्र छ। हावामा अहिले कति राम्रो मिठो हावा आहा भन्यौँ हामी सबैले भने हावामा लोकतन्त्र छ। तर केमा भने हाम्रो भाषाभाषीमा बोलीमा मात्रै हामीले चाहिँ लोकतन्त्र गणतन्त्र नौलो जनवाद सुधार समितिको बहुदलीय जनवाद आदि कुरा बोल्यौँ। तर जनताले न शिक्षकले पायो। शिक्षकले अस्ति आन्दोलन 2 महिना 3 महिना गरे। किन गरे त? स्वत आफै शिक्षा मन्त्रालयले कानुन बनाएर शिक्षकहरूलाई पठाउनु पर्ने, कानुनमै उल्टो माग्दा पनि उल्टो कुटाइ खानु पर्यो। तलब भत्ता पेन्सन चाहिँदैन, अन्याय अत्याचार सहिँदैन भनेर मैले नारा एक्लै लगाएँ। किसानहरूले जुन अब कता ट्र्याक्टर पाए भन्छन्, कता बिउ पाए भन्छन्। हाम्रो वडा कार्यालयमा बिउ आउँछ, कुनले कतिखेर पायो कतिखेर लगो। अब भनौँ ट्रेन आयो भन्छन्, कसले लगो कता लगो। औषधि आउँछ कसले लगो। सबैभन्दा ठुलो जनताले दिएको टिकटले ठुला बनाएको। त्यस कारण ती सबैलाई म भोटर गर्छु, ती ठुला होइनन्। जनता जनार्दन जिन्दाबाद। म जहिले पनि एक्लै हिँड्छु, गाडीमा पनि एक्लै हिँड्छु, बाटोमा पनि एक्लै हिँड्छु, जिल्लामा पनि एक्लै हिँड्छु। तँ एक्लै हिँड्दा म तँ बिमारीसँग के गर्छ? यो गाडीमा पसेपछि यो गाडीका सबै एक परिवारका मान्छे, हामी अब एक परिवारका मान्छे। गुरुजी हाम्रो चाहिँ अभिभावक, उसले राम्ररी लगेर ठाउँमा पुर्यायो भने पुर्यायो, लगेर खोल्न हाल्यो भने हाल्यो, खोल्सा हाल्यो पनि हाल्यो। त मरेपछि तेरा मलामी आउँदैन, नआउनु नि। म मरिहाल्छु, मलाई किन चाहियो मलामी? म मरिजान्छु, मलाई मलामी चाहिएन। त गनाउँछ उसलाई, इज्जत जान्छ उसको। त्यसलाई म लगेर त्यति पनि जलाएन भन्छ, उनीहरूकै इज्जत जान्छ। त गनाउँछ उनीहरूलाई नि। त गर्दै गरेन भने स्याल कुकुरले खान्छ, एउटाको पेट भरिन्छ। म किन तिमीहरू मलामी नआए पनि हुन्छ, किनभने आयो भने नआउ न। म त मरि त जान्छु, मलाई किन चाहियो तिमीहरू? मरेपछि के हो त? अरे कुकुरले खाए पनि ठिकै छ, तपाईँले लगेर जलाए पनि ठिकै छ, बडा चाहिँ फ्रिजमा राखेर दैनिक हेरे पनि ठिकै छ। तिमी सडेर गनायो भने त तपाईँलाई नाकमा समाउनु छोप्नु पऱ्यो, यसो गर्नु पऱ्यो। अनि तपाईँलाई नै हैँचा लाग्छ, तपाईँलाई बिमार लाग्छ तपाईँ भनेर मैले भन्ने गरेको छु। विदेश जाने मान्छेहरूको पनि कुन के राम्रो भयो। अब विदेशमा जान्छ, मैले एक झापामा गएँ, 15 दिनमा अगाडि छुट्टीमा अब चाहिँ गएर पैसा कमाएर ल्याएर घरमा आउँछु भनेर आएको। 15 दिन पछाडि उसको लास आयो। अहिले पनि राति ओछ्यानमा मलाई सम्झना आउँछ त्यो मान्छेको। अनि घरका अभिभावकहरू सबै रुन्छन् वरिपरि। अब ऊ घरमा चाहिँ गएर सम्पत्ति कमाएर ल्याएर घर बनाउने लक्ष्य लिएर गएको। अन्तिममा बाकसमा आउनु पर्यो। सबै आनन्द गर्ने भए, सबै पाहाडबाट तराईतिर झरे। तर तराईमा भन्दा पाहाडमा राम्रो छ। किन? कति राम्रो स्वच्छ हावा छ, कति राम्रो फलफुल छ, कति रोग वृक्षहरू छन्, छहरा छलको छ नि। त उनीहरूलाई तराईमा चाहिँ कुद्नु पर्यो। तराईमा गएर चाहिँ त्यो मच्छरलाई खुवाउनु पर्यो। अनि त्यहाँ त्यो डेङ्गु निम्त्याउनु पर्यो। अनि त्यहाँ त्यो कोरोना निम्त्याउनु पर्यो। आदि प्रकारका हैँचा र व्याधि चाहिँ निम्त्याउन चाहिँ सबै बसाइ सराइ गरेर सुविधा भोगिबाट गएका हुन्। तर भोलि गएर के भन्नु होला, हामीले पाहाड भिन्न किन छोडेछौँ? हाम्रो पाहाड जस्तो पवित्र ठाउँ होइन रहेछ। अघि ऋषिमुनिहरू पनि त पाहाडमै आएर कैलाश पर्वतमा गएर अब तपस गरे। ऊ सिरिङमा, हाम्रो सिरिङमा यहाँ हामी देखिरहेका छौँ। सिरिङ ऋषिले आएर तपस्या गरेको हुनाले त्यो सिरिङमाको नाम सिरिङ ऋषिको तपभूमिको सिरिङमा भएको। विष्णु पोखरीमा विष्णुले आएर नुहाएको हुनाले विष्णुको पोखरी, विष्णु पोखरी तिम्रो पोखरीलाई भन्छ। अब लक्ष्मी पोखरी, हाँडी पोखरी, कमल पोखरी, दुध पोखरी आदि कुराहरू चाहिँ सबै भगवान्का सृष्टिको पाला भएको हुनाले यस्तो पवित्र भूमि छोडेर सबै तल तराईमा गए। अब तराईमा पनि सबै घरै गएर भए के खान्छन्? आलु।
त्यो पाहाडमा रोकै लाग्दैन, पाहाडमा पैसै चाहिँदैन। यो अब म पाहाड ढापामा अस्ति 15 दिन गएर बस्दा त्यहाँको खानपिनले नि गर्दा म बिमारी भइगएँ। यहाँ आएपछि म यति अब 78 वर्षको बुढी, अघि तल त गाडीबाट हिँडेरै आएँ, अब हिँडेरै जान्छु भने यति डह्रो पानी, यति डह्रो हावा, यति डह्रो मान्छे। अब पाखा रेखा सबै हेर्नुहोस् न, मेरो उतल दोबानमा गएँ, दोबान खेत बाँझैछ, तल नखोला 80 मुरी धान हो नि, यति यति डोला फोक्टामा अदुवा रोपेर अनि त्यहाँ या कामै दिएन। त मौसमले दिए पनि मान्छेले काम गरेनन्। मान्छेले काम गर्ने परम्परा नभएको हुनाले सबै खेती किसान बाँधिए। इन्डियाले त्यो चामल बन्द गर्ने बित्तिकै के अलैँचीको गाँठा घोटेर खान्छन् यिनीहरूले। पाखा रेखा चाहिँ छरा छाँगा भएको ठाउँमा चाहिँ अलैँची रोप्ने, अनाज हुने ठाउँमा मकै हुने ठाउँमा मकै, कोदो हुने ठाउँमा कोदो, फापर हुने ठाउँमा फापर, धान हुने ठाउँमा धान, गहुँ हुने ठाउँमा गहुँ, आलु रोप्ने ठाउँमा आलु फलाउनुको साँट हो। सबैले अब अलैँचीको भाउ आयो भनेर लगाइलिएछन् अलैँची। अब भोलि गएर चाहिँ त्यो अलैँचीको रोग आएर मरो, इन्डियाले चामल बन्द गर्यो भने अनि के त्यो अलैँचीका गाँठा घोटेर खाना हुँदैन नि त। अलैँची आउनु पऱ्यो भने तल छरबाट आउने गाडी पर्खेर बस्छ। किन अरे भन्दा गाडीमा चढेर मासेर फलैँचा आउनलाई, फलैँचामा आएर काम सकेर उहाँ गएर मेलो गर्ने टाइमसम्म छरबाट आउने गाडी पर्खेर बस्छ। गाडी बिग्रिन्छ ओएम डाँडामा, अनि आएन बाजियाको ठाडो भन्दै बस्छ। 5 मिनटका बाटामा गाडी पर्खेर बस्ने, सुविधा खोजेर बस्ने, 5 मिनटको ठाउँमा त्यो वडा कार्यालयमा आएर काम गरेर गाडीमा गएर चाहिँ एउटा मेलो गर्ने बेलासम्म छरपुगको गाडी पर्खेर बस्छु म। अनि म पनि गतिलो भएँ। म तपाईँ अभर पराउनुभयो भने दिशा पनि सोध्छु, पिसाब पनि सोध्छु, नुहाइदिन्छु, लुगा पनि फेराइदिन्छु, तपाईँलाई सबै मेकअप गर्छु। तर भोलि गएर पनि भोलि यो दिशा धोदो भन्नुभयो, सर्दो बन्नुभएकालाई फेरि यहाँ आएर लुगा धोदो भन्यो भने त्यस बेला कुर्छु भने 2500को एउटा हस्पिटल चाहिएको छ, अति आवश्यक। अनि खानेपानीको चाहिँ राम्रो प्रबन्ध राम्रो, अझै पनि राम्रो चाहिँ न च्याङथाउमा छ न फलैँचामा छ, छैन भन्दा खोलै खोला छन्। वरिपरि चाहिँ बेलुका थर्कायमान गर्छन् खोलाले, तर समयमा पानी खान जनताले पाएको छैन, समयमा चाहिँ औषधि उपचार गर्न पाएको छैन। बचेको पैसा यसो भए तपाईँहरूले निर्णय गरेर खर्च गर्न दिएको पैसा पनि यति उब्रियो, यसलाई के गरौँ भनेर समितिमा देखाएपछि समितिले खाबनु भने पो खाने त। हाम्रो देशभन्दा मूल्यवान चिज के छ? यो अहिले यहाँ हामीले देखाएको यो पनि दबाई हो, यो पनि दबाई हो, यो इलामे पनि दबाई हो, कालीदाट पनि दबाई हो, सबै उयो अम्लिसाको ज्वरो जुन उ त्यो निमोनियाको दबाई, निमोनिया भएर निमोनिया फुटेन भने उ त्यो अम्लिसाको ज्वरो घोटेर अनि कागतीको ज्वरो घोटेर खुवायो भने निमोनियाको दबाई हुन्छ भने सबै औषधि चाहिँ यस्ता ठाउँमा नगरेपछि के हुन्छ? नगरेपछि त केही पाउँदैन त। त गर्न भन्यो भने म गर्छु, ल अहिले पनि मलाई यहाँ जिम्मेवारी दिउँ, मैले सक्ने काममा काम गर्न पछि पर्दैन। म यसरी रेकर्ड यसरी राख्छु त कसरी भ्रष्टाचार गर्दैनस् भनेर भन्नुहुन्छ भने यो चाहिँ आम्दानी खर्च, यो विवरण खर्च, यो विवरण केमा खर्च गर्ने निर्णय, यसमा चाहिँ खर्च विवरण, यसमा चाहिँ नि खर्च गरेर रहेको चाहिँ नि बचत रकम अनि जम्मा बचत कति पुग्यो, खर्च कति भयो हेर्नुहोस् भनेर समितिमा देखाउँदा कुन चाहिँ पैसा खायो भने त मलाई हो त्यसरी देखाउनु नि मान्छेका नेताले।